होस् के तर एकछिनको लागि लाग्छ कि म पनि भागेँ भन्ने छु तर एकछिनको लागि मात्र लाग्छ किन कारण मलाई थाहा छ कि अहिले जस्तै आउँदै थिएँ यता यता आउँदै थिएँ उ गर्न ओपन माइक गर्न अनि एउटा साथीको खोटी रहेछ प्रेग्नेन्ट यहीँ हस्पिटलमा अनि फोन गर्यो त्यसले यो मुस्तुबा कहाँ हो म पनि काठमाडौँ गएको छु अनि आउँदा आउँदा ब्लड दिनु थियो क्या अनि त्यता गएँ ब्लड दिन गएको त्यता ब्लड दिएँ अनि त्यहाँ हस्पिटलमा जाँदाखेरि डक्टरले भन्नुभयो आफू आउनुभएको थियो फर्मालिटी पुरै पुरा भयो अनि म चाहिँ धेरै चुरोट खान्छु कि सबभन्दा ठुलो अनि म ब्लड दिन गएँ त्यता त्यो प्रेग्नेन्सी ल्याइदिनु थियो क्या म यसो हात गरेँ डक्टरले यहाँ चाहिँ सिरिन्ज लगाएर तान्दाखेरि त डक्टर मेरो मुख नै हेर्दै थियो यस्तो गरेर म भने के हो डक्टर धुवा पो हाल्छ त्यहाँ डक्टरले भन्दै थियो म भने होइन डक्टर यहाँ त जहाँसम्म मलाई थाहा छ कि यहाँ दिमाग हुन्छ बरु यो हातमा ट्राई गर्नु यो हातले बढी चुरोट खान्छु कि त्यहीँ गएर होला कि अनि डक्टरले भन्नुभयो कि तिम्रो अनुहार चाहिँ यताको होइन क्या कान्छा अनि म भने हो दाइ म त वीरगञ्जबाट हो अनि भन्नुभयो कि ए वीरगञ्जबाट म भने किन पहाडी जस्तो लाग्दैछु कि होइन अनुहार नै हेरेर भनेको क्या तिम्रो पनि अनि म भन्नुभयो कि नेपाली पनि तिम्रो खासै ठिक छैन के अनि म भने दाइ नेपाली ठिक कसरी हुन्छ त म त स्कुलमा जाँदाखेरि नेपाली विषय भोजपुरीमा पढाएको छु ल के गरौँ अनि भन्नुभयो कि ए ल ल ल ठिक छ कि मेरो म आफ्नो नेपाली लिएर यति टेन्सनमा थिएँ नि यो केटाहरूको दिमागमा हुन्छ कि अस्ट्रेलियातिर जाने अमेरिकातिर जाने इन्जिनियर बन्ने मेरो दिमागमा थियो कि मलाई पहिला ठुलो भएर एउटा पहाडी केटीसँग बिहे गर्नु छ पहाडी पहिला नेपालीलाई सुधार्नु पर्यो पछि जे हुन्छ त्यो हुन्छ अनि चाहिँ नेपालीको कारणले म तनाव थिएँ कि अनि लास्ट अप्सन थियो मसँग कि नेपाली कसरी सुधार्ने अनि त्यही हो युट्युब खोले हेर्नको लागि युट्युब खोले हेर्नको लागि अनि त्यहाँ त हेर्दाखेरि त थाहा पाइरहेछ कि इन्डियन मान्छेले नेपाली सिकाइरह त्यहाँ त लेखेको छ 5 मिनटमा नेपाली सिकेँ भने हेरौँ एकचोटि के भएको छ भनेर त्यहाँ त खोल्ने बित्तिकै भन्दैछ कि ये 5 चीज मत बोले नै त्यो मान्छे यो सबै नसिक्ने कुरो यो त थाहा छ नि मलाई किन सिकाउनु पर्यो यो सबै कुरो सिक्नेवाला होइन नि अनि चाहिँ म छाड थिएँ कि मेरो एउटा साथी थियो अनि त्यसले भन्दैछ कि सबभन्दा राम्रो सबभन्दा इजी तरिका छ क्या नेपाली सिक्ने भने कसरी अनि भन्दैछ कि यातायातमा जाऊ डल्लेको काम गर्नु म ठिक छ जाने म मात्र 2 दिन मात्र गएको थिएँ कि अनि सुदुङ गुरुङ दाइ गृहमन्त्रीको शपथ लिनु 2 दिनमा गएको छु मेरो गाउँको पुरै मान्छेले मलाई भने हुन्छ कि ए बिचौलिया मुजी आज तनावमा कि अनि थ्याङ्क यू सो मच माई टाइम